हेलो एभ्रिवान, हामी चाहिँ आज घुम्न जान लागेको अनि हाम्रो चाहिँ कम्पनीले गिफ्ट कार्ड दिएको छ के ओमाननको। त्यो पनि खर्च गर्ने, क्याफे जाने, घुम्ने अनि यिनीहरु चाहिँ टिकटक बनाउँदैछ। टिकटक बन्दैछ है गाइस। अलि यस्तो मेनालाई उसँग मेनालाई आउने आऊ ए माया नमारे अब एउटै छ यो कोमल त आमा यो कोमल आमा मेरो साथीहरु छ यहाँनिर अनि त्यसपछि उता पनि आउनुस् आउनुस् गिफ्ट कार्ड हाम्रो ओमाननको गिफ्ट कार्ड छ। अलि आएनस् कि अलि देखाइदेन ओमानन उसको चाहिँ शिवमानन भइसकेछ है। जसनीसँग गएर शिवमानन हो ल ल भएको छ सो ठिकै छ। अब हामी चाहिँ जाने हो, क्याफे पनि जाने हो। बसायो रातो बसायो जाम। यस्तो हो गाइस, अब हामी चाहिँ गाडी नपाएर एउटा गाडी चाहिँ फुल लोड भयो अनि सुटेर कोही उता हिँड्दैछ अनि हामी कोही यता हिँड्दै थकाइ लाग्यो। मलाई त एउटा जुसहरू भए पनि खाएर यसो मुख भिजाउनु मन लाग्यो भाइ। ओ सबै फेरि उता गाडी छुट लाग्यो गाडी सुवन आइपुग्न 3 घण्टा लाग्यो। 3 घण्टामा सुवन आइपुग्यो। अहिले चाहिँ अब बल्ल सुवनबाट यहाँबाट ट्याक्सी चढेर एकजना साथीलाई भेट्नु छ यहाँ अनि त्यसपछि ट्याक्सी चढेर अनि क्याफे हिँड्यो। त्यस्तो गर्न जाने हाम्रो साथीहरू छ। मेरो बाइक देखेर मान्छेहरूले हेरेर लाज लाग्यो मलाई। सो हामीले चाहिँ साथीभाइ भेटेर यहाँ कुम्भको मेलामा हराएको साथी भेटेर यहाँनिर अब हामी चाहिँ क्याफे जाँदैछौँ। क्याफे जाँदै हो, त्यो चाहिँ अलिकति घुम्न पनि मिल्ने खालको हो के, यसो हिँड्न पनि मिल्ने खालको, बोटबिरुवाहरू हेर्ने अनि क्याफे पनि त्यही भएको। सोफामा हाम्रो ड्राइभर बाजे बुद्ध धर्म मान्ने ड्राइभर बाजे हामी आइपुग्यौँ। यही हो, यही खङ्गनवाला हो। सो यस्तो छ। पछाडितिर जानुपर्छ कि अगाडितिर त बोल्छ होला नि त राम्रो। यो पछाडि जानुपर्छ अनि यही हो यस्तो। अलि म गरेछ है ओके यस्तो होला मनपर्छ। यो त पट्टु हो कि हाम्रोतिर पनि यस्तो केटालाई त पट्टु भन्थ्यो नि हाम्रो त। होइन के यो त किन्ने ठाउँ हो के। हेरेको नि नकराउ न हेरेको। यो कस्तो राम्रो हेर्दा यो मुन्तला रहेछ यहाँ मुन्तला मलाई त यो मन परेको फेरि। देखेको छु तर फुल चाहिँ स्टोरी चाहिँ थाहा छैन मलाई। मलाई त्यो वाला फुल मन परेको। यहाँ हेर न यो पट्टुकिरा वाउ कति राम्रो। यहाँभित्र भएको पुतली के अरे बटरफ्लाईहरू चाहिँ उनीहरू नै रहेछ कि बटरफ्लाईहरू चाहिँ। सो त्यही वाउ हेर्नु न कति धेरै बटरफ्लाई छ। हामी चाहिँ यहाँनिर चाहिँ यस्तो राउन्डवाला छ कि यहाँभित्र चाहिँ छिर्न मिल्दैन होइन, यस्तो बाहिरबाटै हेर्ने हो। यहाँभित्र बटरफ्लाईहरू कति धेरै छ अनि कस्तो राम्रो छ कस्तो राम्रो छ। ओ माइ गॉड यो चाहिँ ठाउँ चाहिँ एकदमै सानो छ बट एकदमै क्युट राम्रोवाला एरिया छ क्या। त्यही भएर मलाई चाहिँ कस्तो मन परेको। हेर्नु यहाँनिर बटरफ्लाई उडिरहेछ। ओ माइ गॉड यहाँ बसिरहेछ बटरफ्लाईहरू। सो यहाँनिर चाहिँ यस्तोवाला डेकोरेटरहरू छ अनि डेकोरेसनहरू कस्तो राम्रो छ क्या। सानो सानो छ तर मेन गरेर यहाँको मेन थिम भनेको चाहिँ प्लान्टहरूलाई चाहिँ एकदमै उस गर्नु खोजेको रहेछ क्या, देखाउन खोजिरहेको रहेछ। त एभ्री प्लान्टहरू छ क्या यहाँनिर। अनि यहाँको डेकोरेसन चाहिँ कस्तो राम्रो हेर्नु न कति क्युटवाला डेकोरेसन छ। यस्तो क्युट डेकोरेसन छ मलाई चाहिँ कस्तो राम्रो लागेको। अनि यो पनि कस्तो राम्रो लागेको हेर्नु न। यहाँनिर बटरफ्लाईहरू कति धेरै छ कि, बटरफ्लाईहरू पनि कति धेरै छ। अनि त्यसपछि यस्तोवाला ओ माइ गॉड। अनि फेरि यहाँनिर बसेर मजाले बसेर अनि भ्यू हेर्दै मजाले खाँदै बस्न मिल्ने खालको क्याफेहरू छ। सो अनि यहाँनिर कस्तो राम्रो छ, यस्तो राम्रो छ, यस्तो राम्रो छ। अनि मेन मलाई सबैभन्दा क्युट लागेको चाहिँ यो हो कि यो यहाँनिर यसरी बसेर फोटो भिडियोहरू खिच्ने अनि 아니 괜찮아요. 예, 찍었어요. 영상만 찍고 있어가지고요.
मलाई चाहिँ फोटो खिचिदिउँ भनेर भन्दै रहेछ। म एक्लैले यस्तरी खिचेको नि त, त्यही भएर त्यस्तो भन्दै हुनुहुन्थ्यो। बट मैले फोटोहरू त खिचिसकेँ, म आफै भिडियो बनाउँदै हिँडेको। बाहिरको भ्यूहरू पनि कस्तो राम्रो छ। अनि यहाँनिर अलिकति अगाडि गयो भने चाहिँ लेक छ कि, लेक त्यहाँनिर कस्तो राम्रो छ। सो यिनीहरू चाहिँ टिकटक भिडियो बनाएर पनि कहिल्यै भ्याएका छैनन्। घरबाट निक्लिँदादेखि भिडियो बनाएको हो कि होइन, अझै भिडियो बनाउँदैछन्। टिकटक सङ्गीताले गर्दा निशाले खतरा टिकटकमा भाइरल हुने भयो। अब भाइरल हुने भयो साथी सङ्गीले गर्दा। सो कस्तो राम्रो छ कि मलाई चाहिँ यो बटरफ्लाई हेर्दाको रियलवाला बटरफ्लाई कस्तो राम्रो। अनि त्यसपछि यहाँनिर हेऱ्यो भने यहाँनिर चाहिँ भ्यूहरू यस्तो राम्रो छ। ओ माइ गड कस्तो राम्रो भ्यू छ। अनि अलि अगाडि गयो भने ताल छ। अनि यो पनि हेर्नु न, पोलहरूतिर पनि यस्तो थिमहरू छ। अनि अझै मुनिपट्टि हेर्नु बाँकी छ कि, अझै पनि तल प्लान्टहरू कति धेरै छ। हाम्रो पाङ चाहिँ भयो लगेर हाम्रो टेबल उस हुनुमा जा। ल ल सोकुम्पाङ ल ओके कलर अब जाम। साह्रै ठुलो बनाएछ। तिनीहरू 밖에 가서 먹으면 안 됩니다. 수목원 내부와 방문자센터에서는 의료는 전례가 음식물 섭취 유의적 사용이 제한되오니 त्यो अगाडि हामी अघि बस्यौँ नि त, त्यही भएर भन्यो होला। यस्तो भ्यू हेर्दै खाँदैछौँ, तर अलिअलि जाडो छ। सबै एउटा जोडेर रियल प्लान्टको बनाएको रहेछ कि। त्यस्तोवालाको हेर त, यस्तो धेरै यस्तो राम्रो। ओ माइ गड यस्तो एउटा जोडेर बनाएको के, कस्तो राम्रो बनाएको है। कसरी फुल पानी सानी दिनुपर्छ नि त। वा तर माने हिँड्दै अनि B1मा केही नि हुन्न के, बोल्दै हिँड्ने हो कि केही नि हुन्न जुते पनि। ऊ पनि भ्लगर, म पनि भ्लगर अरे के। लाज लाग्यो भ्लगर भन्नु पर्यो। यहाँ चाहिँ यस्तो छ कि। ओ माइ गड यस्तोहरू हेर्नु न। वा कस्तो राम्रो यस्तोहरू छ, क्याक्टसहरू यो लामोवाला रहेछ। अनि कस्तो राम्रोहरू छ कि प्लान्टहरू। यहाँ प्लान्टहरू हेर्नु न। योहरू हाम्रो गाउँतिर पनि पाउँथ्यो। यस्तोले हामीले कान छेड्थ्यो क्या, कान नाकहरू छेड्थ्यो क्या हाम्रो गाउँतिर, यतातिर रहेछ। अनि त्यसपछि यहाँ यस्तो रहेछ क्या, यसरी हेर्नु मिल्ने खालको रहेछ। मैले त आँखा नि देखिनँ। सो यो चाहिँ कति अग्लो छ कि योवाला माथिसम्म। सो वाउ यो चाहिँ कति दामी। ओ माइ गड यो चाहिँ फुलै फुल भएको कस्तो राम्रो रहेछ। सो मलाई चाहिँ कस्तो राम्रो तर कति राम्रोहरू के। मेन भनेको चाहिँ माथि रहेछ कि, माथि यहाँदेखि क्याक्टसदेखि ल्याएर यहाँदेखि ल। सो यो चाहिँ मेरो गार्डन हो। सो म चाहिँ आज चाहिँ यस्तो राम्रो फुलहरू लगाउँदैछु। आज चाहिँ मैले चाहिँ यसो पानी हाल्न लगाएको, सरसफाइ गर्ने, गोडमेल गर्ने काम भनेर भन्न नमिल्ने। यहाँनिर चाहिँ यस्तो राम्रो रहेछ यो ठाउँ चाहिँ। अनि यहाँनिर चाहिँ कस्तो यहाँ फोटो जोन छ कि, यस्तो गार्डनवाला भगवाला फोटो जोन। अनि त्यसपछि यहाँनिर पनि यस्तोवाला फोटो जोनहरू। अनि त्यसपछि यहाँनिर आएपछि चाहिँ के छ भन्दा यहाँनिर छ लाइब्रेरी। तर यहाँनिर कति धेरै किताबहरू रहेछ। मलाई चाहिँ किताबहरू पढ्न मनपर्छ। अलिक छिटो आएको भए ठिक हुन्थ्यो, बट हामीलाई आज ढिला छ, त्यही भएर चाहिँ आज चाहिँ यत्तिकै भयो। अब फोटोहरू खिच्नको लागि फोटोहरू खिच्ने। सो मलाई चाहिँ यो राम्रो लागेको, योदेखि ल्याएर दामी छ दामी। मेरो बेस्ट डेकोरेसन भनेको चाहिँ यही हो। कस्तो राम्रो। सो माथि चाहिँ यस्तो बटरफ्लाईहरू छ के। वाउ यहाँनिर चाहिँ सोधपुछ गर्नेवाला अरे के, प्लान्टको बारेमा, कुन प्लान्ट कस्तो के भनेर, कसरी अब बढाउने पाल्ने भन्ने कुरामा।
सो यहाँनिर चाहिँ एकदमै नेचरलाई माया गर्नेहरू मान्छेहरूको लागि चाहिँ यो चाहिँ एकदमै बेस्ट रहेछ एकदमै राम्रो छ के भनेको के अरे कस्तो राम्रो है जुनसुकै राम्रो तँलाई चाहिँ कुन राम्रो लाग्यो मलाई त यो पनि राम्रो लागेको के कस्तो राम्रो लागेको है नमर्ने अनि फेरि सानो लैजाउँ के चिन्नको लागि फाइनली इमार्ट आएर चाहिँ हाँस त्यो फुट्छ फाइनली इमार्ट आएर अब इमार्टबाट चाहिँ सेलहरू कपडाहरू नि टन्नै रहेछ है के हेर्ने होला है जन तिम्रोमा त ओमानन छ के हो जुत्तै हेर्ने त होला नि जुत्ता अनि लुगा पायो भने लुगा हेर्नु पर्ला लुगा र जुत्तामा एउटा नत्र स्प्रिङमा लाउने खालको एउटा राम्रो खालको लुगा पायो त लुगा पनि ठिकै हो होइन सेटवाला राम्रो हुन्छ नि त अनि सेटै हो तर त्यो त अलिक महँगो परेको नि त ओमानन भन्दा त त्यति बेला त 1 लाख थियो नि त अब यस्तो खानु मिल्ने खानेहरू पनि रहेछ यहाँ खानेवाला स्टलहरू पहिला हामी गएको थियौँ नि के खायौँ त्यहाँनिर पराएको त खाएको हिजो अस्ति भन्छ र अनि हिजो अस्तिको चोटिमा त खाएनौँ नि जसनी हामीले त्यही भएर ल अब कि जुत्ता कि भनेपछि कपडा हेर्दैछु म अब ओमानको के पाउँछ त्यो हेर्दैछु मान्छेहरू ओहो टनाटन सबै मान्छेहरू हामी चाहिँ अब सपिङ गर्न हिँड्दैछौँ माथिबाट हेऱ्यो भने ब्रान्डहरू सबै देखिन्छ नि त टाँसिरहेको यो पनि कस्तो चलेछ नि यो ब्रान्ड पनि मलाई त साह्रै राम्रो लाग्छ ओके कति होला है ब्रान्डेड लुगाहरू यो पनि राम्रो रहेछ नछु है दाग लाग्छ फेरि अहिले औठाको दाग लागेर यो ब्रान्ड के साह्रै चलेको छ नि त अनि फिलाको कट्टु लाऊ फिलाको कट्टु तिमीहरूले जसनीले किनेको ज्याकेट ल्याप फिलाको कट्टु कपाल कट्टु एबिसी मार्ट खोज्दा हैरान भयो बल्ल भेट्यो यहाँ रहेछ आऊ यहाँ रहेछ एबिसी मार्ट भेटियो गाइस भेटियो जुत्ता किन्ने एउटा जुत्ता हेर्छु नभए अब त्यस्तै फिलाको सबैभन्दा सस्तो हुन्छ तर अरू ठाउँमा किन्न खोज्दा पनि कस्तो नभएको मलाई चाहिँ यस्तो किन्न मन परेको यो पनि राम्रो रहेछ तर यो भन्दा चाहिँ मलाई रेड मनपर्छ यो किन्न खोजेको यो राम्रो रहेछ रेड 현금 영수증 해드릴까요? 괜찮아요. 네, 괜찮아요. 박스에 담아드릴까요, 다시? 네네. 네, 이렇게 받아주세요. 네, 감사합니다. 사이즈 봐드릴까요? 네. 저희 이제 방문해서 네, 정말 감사합니다. 감사합니다. ये मेरो त फिक्स भइसक्यो मैले त गरिसकेँ साथीहरूको अझै टाइम लाग्दैछ फर्स्ट लर्ड सेकेन्ड लर्ड रोटी त
चाहिँ हामी चाहिँ सपिङ गर्न आयो फेरि भात खाएर अब फेरि सपिङ हो सपिङ साताले भिजेर सपिङ 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 हेर्ने अनि मन परेको छ भने किन्ने न त